मन एव मनुष्याणां कारणं बन्धमोक्षयो। यो मन एउटै हो। यो मन भगवत मार्गतिर लाग्यो भने हामीलाई मोक्षतिर दौडाउँछ, मोक्षको बाटोमा लैजान्छ। यही मन हो यदि विषय वासनामा लुप्त भयो भने हामीलाई पतन गराउने काम गर्छ। अब यो मनलाई कतातिर लैजाने, कस्तो प्रेरणा दिने हाम्रो नै अधीनमा छ। यो मनलाई चलाउने त हामीले हो नि। मनले जे भन्छ त्यही गर्न थाल्यो भने मनले के गर्छ, कहिलेकाहीँ हामीलाई अधः पतनतिर पनि लैजान्छ। मन त यति दुष्ट छ नि हजुर, मनले त कहिलेकाहीँ नराम्रो पनि चिताउन सक्ला, कहिलेकाहीँ राम्रो पनि चिताउन सक्ला। जुन बेलामा मनले राम्रो चिताउँछ त्यो कार्यलाई गर्नु होला। जब यो मनले नराम्रो कुरा चिताउँछ यो मनलाई के भन्नु होला, तैँले यो प्राप्त गर्दैनस्, तँलाई हुँदैन।